राईहरूको चाहिँ के भन्छ चिन्डो भन्छ ला हो यसो ठाउँ रहेछ यहाँनिर झापा बस्ने बानी भइसक्यो खतरा ठाउँमा यो अब खतरा देखिँदो रहेछ यो नम्बर। यस वेलकम टु ब्याक च्यानल। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ मैले मेरै रुमबाटै स्टार्ट गरेँ, विशेष गरी है बाहिर खतरा घाम लागिरहेछ, त्यही भएर आज चाहिँ म चाहिँ यहीँबाट सुरु गरेको है। यस्तो गरेपछि फाइनली जुत्ता पनि लगाइसकेँ। अब मेरो यात्रा खतरा हुनेछ है आजको। ल सबैले हेर्नु होला यो भिडियो है, बब्बाल आउनेछ आज। खतरा ठाउँमा जाँदैछु म चाहिँ। जाने बेला भइगयो नि यार, के हो यस्तो। पैसा पो भेटेँ त यार, अछ्यानै भरि छ कि यो पैसा। ए त्यो ताकेसेराले ताकेसेरा त अनि कहाँ मसँग कन्ट्याक्ट बिन्दै छ नि यार। के गर्नु गएको काम थियो? ल केटाहरूले यार सम्झ्यौ आज यार, धन्यवाद। के भन्दैछ केटाहरू यार? भन त भन। माइक्रोफोन के गर्ने हो तिमीले? के अरे तिम्रो गीत के अरे हिजो? कि त्यो शेरबहादुर देवा र केपी ओली जस्तो भाषण गर्ने? फाइनली अब हाम्रो चाहिँ यात्रा सुरु भयो अनि यो यात्रा सुरु हुन्छ है। ओहो दाइ के छ अनि यार, तपाईँ ढिलो आउनु भइगयो नि, अब के गर्ने यार? दाइ तपाईँ ढिलो आउनु भयो, अब लागेको। ल भरे आउँछौँ है। यो दाइले यार ढिलो ल्याइहाल्नु भयो, यहाँ सधैँ आउनुहुन्थ्यो र पर्खेको। अब खै तपाईँहरूलाई आज चाहिँ खतरा ठाउँमा लान्छौँ है, हेर्नु होला यो भिडियो पुरा है। गर्मी छ होइन, हामी खतरा ठाउँमा जाँदैछौँ आज। यो भिडियो पुरा हेर्नु होला, बबाल देखिनेछ। अब चाहिँ हामी यहाँ त अलिकति चिसो ठाउँ छ के, चिसो ठाउँमा मजाले आउने पऱ्यो। चिसो ठाउँमा पुगेर खतरा चिसो उकालो लागेपछि खतरा बबाल यहाँ चिसो आउनु पऱ्यो। यहाँ त नयाँ बाटो पनि बनाउने रहेछ यार। बाटो चाहिँ यतिको चाहिँ बनाउनु पर्छ क्या। तल मैले किनभने एउटा हाइवेमा चाहिँ किन बनाएन भने त्यहाँ बाटो अलिक खराब छ, त्यही भएर मैले चाहिँ यो हामी तारा भित्री छिर्छौँ नि, त्यो बाटो माथि जानेलाई एकदम अलिक राम्रो छ कि। अब हेर्नु कतिको अप्रोडहरू आउँछ। फाइनली म चाहिँ अब उपरटाङ्गी भन्छ यो ताराली मासतिरबाट, हामी ताराली चाहिँ उता राइट साइड पर्छ, म चाहिँ मासतिर ताराली उता भित्रीपट्टिबाट छिरेर आएको। अब हामी यहाँ चाहिँ जान्छौँ, हामी लेफ्ट साइड हुँदै बुधबारे निस्किन्छौँ। सो अब यहाँदेखि चाहिँ हामी उता सौराडाङ्गी हुँदै बुधबारे पुगिन्छ। अनि आज चाहिँ बब्बाल दामी भइरहेछ क्या, घाम पनि कस्तो चर्को लागिरहेछ होइन। हेर्नु है सबैजनाले खतरा लागिरहेछ होइन। अब के गर्नु, जानै पर्यो है। आज मौसम पनि राम्रै छ, जस यतिको चाहिँ होइन एकचोटि बब्बाल हानिदिनु पर्यो है, कस्तो हुँदो रहेछ। आमामामामामा यो नि त तरिका, यो नि त यो 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 यस है। अनि हामी चाहिँ अब अहिले रङ भन्ने ठाउँमा जाँदैछौँ। जस अब बुधबारेसम्म चाहिँ हाम्रो के भने गर्मी नै हुन्छ कि यता तल चाहिँ। कता हिँड्नु भएको हो यो फेरि दाइ यार? न यता तल साइड दिन्छ न मासतिर साइड। के यार पागल हो कि के हो मान्छे यार? तेरिका न उता जान्छ न यता जान्छ, के हो यस्तो तरिका त? भएन नि त यो तरिका कुदाएर त, हेट तेरिका हो। अनि त्यहाँदेखि चारालीदेखि अलि मासतिरदेखि चाहिँ खतरा बबाल छ कि यो इलाम जाने बाटो हो होइन। अनि बबाल छ तल्लो बाटो चाहिँ। किन हाइवे बाटो चाहिँ म नआएको भने हाइवेमा अहिले बाटो पुरा बनाउँदैछ, त्यही भएर अलिक गाह्रो छ त्यो बाटो, अनि त्यही भएर यो बाटो आएको। अनि धुलो पनि हाइवे बाटो बहुत उड्छ कि, त्यही भएर अनि यो भित्री भित्रीबाट आएको है। खतरा हुन्छ तर यो बाटो चाहिँ है त।
कस्तो होला है यो झापामा चाहिँ यस्तो अब यस्तो यसरी कुदिराखेको छौँ यस्तोमा पनि कस्तो आज कस्तो गर्मी भएको कुरा आमामामा हो हावै कस्तो तातो हुन्छ कि अब यो बुधबारेसम्म चाहिँ यस्तै हो तर यता यो बुधबारे ठाउँमा अलिअलि हावा पनि आउनु चाहिँ यतिको चाहिँ फाइनली सो अहिले चाहिँ म चाहिँ बुधबारे आइसकेको छु होइन बुधबारे यस्तो बवाल छ है यो हो बुधबारे मेन बजार होइन यहाँसम्म आउँदा पनि अझै गर्मी नै हुन्छ जस यतिको झापै हो कि यो पनि हुनु त तर गर्मी छ जस मजा आउँदैछ हामी जस जाँदैछौँ अब केही समय पछाडि अलिक यो बुधबारे कटेपछि चाहिँ अलिक चिसो चिसो हुन्छ कि अनि त्यस पछाडि चाहिँ सो अनि मजा आउनेछ है त बुधबारेतिर पनि खतरा आज चाहिँ मौसम देखिरहेछ यस्तो खतरा देखिरहेछ हेलो गाडीको भाइहरूले यस्तो हात हल्लाइरहेछ हेलो 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 बाई बाई खतरा फाइनली अब म चाहिँ यो बुधबारेको बजार चाहिँ क्रस गरिसकेँ अनि यो चाहिँ हो पुल हो यो पुलमा चाहिँ फेरि ठुल्ठुलो गाडी चाहिँ डबल क्रस हुँदैन सानो सानो गाडी चाहिँ क्रस हुन्छ यहाँ चाहिँ अलिकति केयर गरेर कुदाउनुपर्छ ठुल्ठुलो गाडी आयो भने चाहिँ साइड गरिहाल्नुपर्छ कि यहाँ चाहिँ किनभने ठुलो गाडी एउटा मात्रै अड्छ अनि चाहिँ अब यहाँदेखि हामी ठ्याक्कै यो काली खोला हो यो अगाडि चाहिँ काली खोला आउँछ यो काली खोला कटेपछि चाहिँ अलि चिसो आउँछ त्यहाँदेखि उँभो चाहिँ अलिकति फरकै हुन्छ झापा चाहिँ झापा नै पर्छ त्यो पनि होइन त्यहाँदेखि उँभो चाहिँ अलिक पहाड छ र त्यही भएर मजा आउँछ अब चाहिँ हामी यहाँदेखि चाहिँ एकदम खतरा बबाल हुने हुन्छ है यो भने एकदम अब यहाँदेखि चाहिँ अलिक चिसो सुरु होला जस्तो छ है यहाँदेखि चाहिँ होइन यो चाहिँ अब काली खोला हो काली खोलादेखि चाहिँ ठ्याक्कै हामी यो काली खोला हामी अब यो क्रस गर्ने बित्तिकै उकालो लागेपछि एकदम मौसम चेन्ज भइहाल्छ कि यहाँदेखि उँभो चाहिँ एकदम चिसो 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 सुरु हुन्छ होइन माथि कहाँ इलामै कन्यामै पुगे जस्तो अलिक हुन्छ होइन यहाँदेखि उँधो चाहिँ एकदम गर्मी हुन्छ अघि यहाँ तल आउँदा चाहिँ एकदम गर्मी त्यो हावा पुरा तातो आइरहेको थियो अब यहाँदेखि यो उकालो लाग्ने बित्तिकै हामीलाई चिसो फिल आइहाल्यो नि त गर्मी भइसक्यो यार अब यहाँदेखि हामी चाहिँ थोरै मास्तिर जानु पर्दो रहेछ बुद्ध शान्ति त्यहाँदेखि चाहिँ हाफ एन्ड चौक होइन अङ्कल ल ल धन्यवाद आइहाल्छु म हिँड्दै यो अङ्कलहरूले चाहिँ देखाउने हुने भयो अब अलि मेफले हेरेको हुन त त्यतै देखाइरहेको थियो है अब पानी चाहिँ खानु पर्यो कालो आएको छ कि के हो अब ठ्याक्कै हामी चाहिँ यहाँदेखि यात्रा सुरु हुन्छ अघिको अङ्कलहरू पनि मास्तिरसम्म जानुहुन्छ अरे त्यहाँदेखि हामी चाहिँ अब त्यहाँसम्म चाहिँ अङ्कलहरूलाई यसो पछ्याउँ भनेर म पनि लागेँ अब के कस्तो हुन्छ कता हुन्छ अब बाटो अलिकति कन्फ्युज भएको छ कि अनि त्यही भएर अब अङ्कलहरूको अलिक पछाडि पछाडि भाग्ने बेला भयो छिटो 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 कहाँ पुग्नु भयो खै अङ्कलहरू पनि हराउनु भयो जस्तो छ यो चाहिँ अब यहाँ पुगेपछि चाहिँ यो चाहिँ बुद्ध शान्तिको एकदम खतरा भाइरल पार्क है अहिलेको खतरा छ एकदम चर्चामा छ है यो श्रीषको फुल यो चाहिँ खतरा छ यो चाहिँ सबैले अब यहाँ नपुगेको प्रायः जस्तो मान्छे कमै होला है यहाँनिर यो चाहिँ ठ्याक्कै हाम्रो ताप्लेजुङ जाने मेची हाइवेमा पर्छ होइन यो प्रायः जस्तो यो ठाउँमा नआउने मान्छे कोही छैन ल खतरा यो भाइरल फुल हो यस फाइनली म चाहिँ अहिले हाफ एन्ड चोकमा आइसकेँ हाफ एन्ड चोकदेखि सके राइट साइड मोडेर जानु पर्दो रहेछ खतरा यो धेरै अफरोड छ जस्तो छ यो हेर्दा चाहिँ है खतरा हुनेछ धुलोले चाहिँ आज खतरा बबाल मार्ने जस्तो छ के गर्नु ज्याकेट लगाउनु पर्यो धुलोले मार्छ खतरा बबाल हुने रहेछ कि यहाँदेखि धुलो अब के गर्नु यताबाट जाने हो त्यहीबाट जाने हो कि धुलोले मार्ला जस्तो छ अब हामी मेरो यात्रा सुरु हुन्छ अब चाहिँ बबाल सुरु हुन्छ यो चाहिँ ठ्याक्कै अहिले म चाहिँ हाफ एन्ड चोकमा छु यताबाट आउँछ हो त्यताबाट ठ्याक्कै अनि हामी यता लाग्छौँ आज फेरि कस्तो कालो कपडा लगाएर आएछु कि मैले चाहिँ प्यान्ट चाहिँ म चाहिँ सो अब यहाँ हाफ एन्ड चोकदेखि लागेँ है यो चाहिँ अब हामी चाहिँ अहिले इलामको रङ भन्ने ठाउँमा किरात पार्कमा जाँदैछौँ गुगलले पनि यतै देखाएको छ देखाउनु छ तर खतरा यो अब खै के भन्नु खतरा होला जस्तो छ पुरा अफरोड छ जस्तो छ घाम पनि खतरा लागिरहेछ हेरौँ अब कस्तो देखिन्छ यहाँदेखि बाटो कस्तो छ थाहा छैन मलाई पनि त्यस्तो गरेर कहिले पुगेर आउनु
त्यो अहिले चोकको ऊ माथि डाँडा छ नि त किरात पार्क किरात पार्क छ नि त यता सिधा हो सिधा जाँदा हुन्छ सिधै हो अलि ध्यान आउनुभयो यस्तो धुलो छ सो यो चाहिँ अब रङ जाने पुल है बहिनी यो रङ भन्ने ठाउँमा यतैबाट जाने हो रङ भन्ने ठाउँ इलामको रङ तपाईहरुलाई थाहा छैन हजुर धन्यवाद बबाल धुलो उठ्दो रहेछ क्या ए अब यहाँदेखि हामी चाहिँ यता जानु यता कता लेफ्ट साइड जानुपर्ने हजुर ए हो अब यो गाह्रो पो रहेछ त होइन फाइनली उस तल यस्तो देखिँदो रहेछ कि पारी चाहिँ बाटो जाने भनेको यो डाँडामा पर्दो रहेछ है यो डाँडामा अब गाह्रो चाहिँ गाह्रो जस्तो छ हाम्रो स्कुटर अहिले यो चाहिँ ठ्याक्कै हामी यो डाँडामा छ पौडी खेल्नेहरू तल बाबा अब यहाँदेखि चाहिँ हाम्रो यात्रा सिधा हुनेछ है 1 घन्टामा पुग्छौँ हामी हजुर लाग्दैन है कहिले आएर कहिले फर्किन्छौँ यार ढिलो भएछ आज सिधा कि यता जानुपर्छ जान्छ यस्तो स्कुटर यहाँ माथि गौडामा हजुर हस् त धन्यवाद अङ्कल यस हामी चाहिँ अब धेरै सङ्घर्ष पछाडि अब यो डाँडामा आइसकेछौँ उयो डाँडा होइन सेकेन्ड डाँडा तेलको धेरै सङ्घर्ष गरेर यहाँ आइपुग्यो यार बाटो त अफरोड रहेछ हौ तल के त सफा गर्नु भएको यो काम चाहिँ आफै गर्नुपर्छ यस्तो काम सबै यसो गरेपछि मान्छेले अब सबैले सिकिन्छ नि त खतरा देखिँदो रहेछ त मेची त यहाँदेखि चाहिँ मेची चाहिँ यस्तो देखिँदो रहेछ हामी आएको छ अब यताबाट हो अहिले अझै थोरै देखिँदैन ल ल दाइ है धन्यवाद यो चाहिँ आज चाहिँ खतरा सङ्घर्ष गर्दै हामी चाहिँ यो बाटो सट्टै आएको यस्तो चाहिँ भेट्ने हेरौँ कुन ठाउँबाट आएको भने हामी आमामा अझै पल्लो डाँडादेखि आएको अब हामी यस्तै छ खतरा बाटो रहेछ क्या यो बाटो यस्तो हेर्दा चाहिँ यो यस्तो बाटो देखिन्छ तर धेरै सङ्घर्ष गर्नु पर्दो रहेछ यो बाटो आउनलाई हेलो हेलो क्यामेरा निकालेको हेलो बाई बाई सो यस्तो खतरा बबाल डाँडाबाट आयो हुन्छ हामी चाहिँ अब थोरै सङ्घर्ष गर्छ यो रहेछ कि अब इलामको रङ भन्ने ठाउँ है यो यताको बाटो आउनु भयो भने चाहिँ अलिक ठिक हुँदो रहेछ सो यता अल्लो यो यताबाट आयो भने चाहिँ अलिक गाह्रो रहेछ क्या बाटो यताबाट आयो भने चाहिँ राम्रो हुने रहेछ नि त फाइनली यो चाहिँ अब हाम्रो चाहिँ रङ किरात पार्क यहाँहरूको चाहिँ के भन्छ चिन्डो भन्छ होइन के भन्छ अल्ल तल्ल यहाँ आइपुगेको अब यतादेखि आउँदा चाहिँ सजिलो रहेछ होइन लेफ्टबाट आउँदाखेरि राइटबाट चाहिँ बहुत गाह्रो रहेछ को आउनु भएको छ यहाँ होइन आउनु भएको छ भने देख्नु भएको छ आउनु भएको छैन भने चाहिँ हेर्नु होला है यो भिडियो है अटेको बल्ल तल्ल आयो खै त सो फाइनली हामी चाहिँ यहाँ आइसकेको होइन आउँदाखेरि बाटो चाहिँ डाँडामा चाहिँ यस्तो रहेछ है शीतल खालको ठाउँ ला गर्मी भएर चिसो चाहिँ चिसो ठाउँ रहेछ यहाँनिर तर गर्मी भएर अब खानै पर्यो के गर्नु यार आउँदा आउँदा गर्मी हुँदो रहेछ परको त्यो के अरे त्यो चाहिँ मेची रहेछ दामी छ है ठाउँ चाहिँ कस्तो खतरा या चिसो
यो चाहिँ हामी चाहिँ अब बिर्ताबाट त्यो झापा बस्ने बानी भइसक्यो एकदम गर्मी भयो अनि त्यही भएर आज चाहिँ यहाँ त कस्तो शीतल आनन्द भइरहेछ हेर्नु है कस्तो दामी छ यार यो अहिले एक्सट्रिम चाहिँ किन खाएको भने भर्खर आएको हामी अनि त्यही भएर अलिक गर्मी गर्मी भयो तर चिसो चाहिँ चिसो ठाउँ रहेछ यो जस आम्मा यहाँदेखि चाहिँ बाबा फाइनली हामी चाहिँ अहिले माथि डाँडामा आइसक्यौँ यहाँदेखि अझै पल्लो डाँडा पनि रहेछ पल्लो डाँडा पनि जानेछौँ मजा आउनेछ हेर्नु है सबैले यहाँदेखि चाहिँ यस्तो देखिँदो रहेछ आमा यार ल हेर्नु है डाँडा चाहिँ बबाल देखिँदो रहेछ म चाहिँ खतरा देखिँदो रहेछ ल आमा बबाल देखिँदो रहेछ ल म कहाँदेखि निस्किनु अब यस्तरी निस्किनु यो काम चाहिँ गर्नु चाहिँ नहुने हो होइन तर गरी भिडियो बनाउनुको लागि मात्रै हो त्यो चाहिँ हामी यो बाटो हो त्यो डाँडामा पुगिँदो रहेछ कि यहाँदेखि सिधा गयो भने चाहिँ यहाँ ठ्याक्कै हामी यो यता आइसक्यौँ होइन त्यहाँ दाइहरू पनि आउँदै हुनुहुन्छ सो अब अनि हामी चाहिँ त्यो माथिको डाँडामा जाने हो अहिले शीतलै हुँदो रहेछ जस यो डाँडामा जानु छ अब त्यो माथि डाँडादेखि आउँदाखेरि यो डाँडामा पुग्यो यात्रा अब अझै हाम्रो जारी नै छ अझै त्यो माथिल्लो डाँडामा पुग्नु पर्ने छ तर भने कस्तो शीतल चाहिँ शीतल आउँदो रहेछ होइन सबै कस्तो मजै आउँदो रहेछ त्यो डाँडा पछाडि त्यो डाँडाबाट आएको हामी ऊ हेर्नु त पछाडि अनि हामी चाहिँ अहिले यो डाँडामा आइसकेको छौँ कोही नयाँ नयाँ लप पर्नेहरू आयो भने चाहिँ यस्तो ठाउँ रहेछ भबाल छ वेदर पनि कस्तो दामी देखिरहेछ आज चाहिँ खतरा बबाल अलिअलि उकालो पनि रहेछ त मजै हुन्छ जस अहिले त्यत्रो उकालो त सङ्घर्ष गरेर आयो भने अहिले त यति त अब हामी हिँड्नै सक्ने मान्छे हो नि त होइन खतरा ठाउँमा आयो है अब चाहिँ त्यो ठाउँबाट आएको हामी यो चाहिँ हाम्रो किराँतको यलम्बर मूर्ति भन्छ यो चाहिँ ठ्याक्कै आइपुग्यो यो हो किराँत राजाको सम्मानको लागि म छुइदिनु होला बबाल खतरा देखिँदो रहेछ यो किराँत राजा यलम्बरको है मूर्ति भर्खर बनाउँदै हुनुहुँदो रहेछ नछुनु भन्नुभएको छ सो त्यही भएर मैले चाहिँ नछुको खतरा देखिँदो रहेछ यो यलम्बर राजाको मूर्तिबाट चाहिँ यस्तो देखिँदो रहेछ है अहिले चाहिँ अब यहाँदेखि यस्तो त्यो किराँत राजाकोदेखि अलिक अगाडि आएपछि यो खालको देखिँदो रहेछ है फाइनली यो ठाउँमा आइसकेँ म यो चाहिँ अब किराँतहरूले हामीले चलाउने भनेको यो चिन्डो अनि यो चाहिँ तीन चुला भन्छ क्या ठ्याक्कै तीन चुला अनि चाहिँ नाङ्लो हामीले निफन्ने यो चाहिँ अब थाहा होला कि कुखुरा त भने होइन यो कुखुरा हो अब चिन्डो भाँडा हो त्यति हो अदुवा विशेष यहाँ अदुवा पनि रहेछ हेर्नु त अदुवा यो चढ्नु हुँदैन होला होइन नचढौँ होला अनि चाहिँ खतरा बब्बाल देखिन्छ यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ होइन यस्तो देखिन्छ अब यहाँदेखि के ल्याएन बिस्कुट पनि छैन के खान्छ सो तर मजा चाहिँ मजै छ होइन यतिको त राम्रै हो ठिकै छ अब शीतलको लागि चाहिँ पछ्याएको छ अब म त लगेर बिस्कुट किनिदिनुपर्छ हो खतरा यो चाहिँ अब चाहिँ हामी लास्ट यहाँदेखि चाहिँ हामी फर्केको यो चाहिँ लास्ट है तल्लोपट्टि चाहिँ यस्तै हो धोको पुरा भयो यहाँ आउने पनि मेरो चाहिँ भाइ कहाँ हिँड्नु भएको हाम्रो भाइ के अरे तिम्रो नाम समान के अरे पर्छ ल बिस्तारै हिँड्नु तेरिका गाह्रो भयो अब चाहिँ चिसो आउने रहेछ यार राजा बाबुहरूले सिध्यायो त ल यस्तरी हो नि त पार्टी चाहिँ सबै भएर आएर खाना चाहिँ रमाइलो हुन्छ होला जस सेकुवाहरू ल्याएर आउँदा खाना चाहिँ मजाले एक जग्गा ग्रुपै भएर आएर खायो भने चाहिँ मजा हुने रहेछ यो ठाउँमा यो चाहिँ हो अब चाहिँ हामी छिर्ने पनि यही हो र अन्तिम पनि यही हो कि बाई बाई सी यू अब नेक्स्ट टाइम आउँछौँ हामी चाहिँ